कुनै पनि विकल्प छैन। तिम्रो अगाडि यहाँ उभिएको एउटा इमानदार मान्छेले भनिरहेको छ, यो संसारमा पढाइको कुनै पनि विकल्प छैन। देयर इज नो सर्टकट फर सक्सेस। अनि सक्सेस पाइसकेपछि मजा तब आउँछ जब साला सक्सेस स्ट्रगलले भरिया हुन्छ। मासू का स्वाद उससे पूछो जो महीना में एक बार खाता है, उससे नहीं पूछो जो बार बार खाता है। सो मेरे प्यार का बच्चे वाला संघर्ष करना सीखिहाल। जुन दिन तिम्रो सक्सेसको रोयर जब आवाज दिन्छ नि, तिमीलाई आफूलाई भन्नै पर्दैन म को हो है। सक्सेसको चमकमा हरेक गालीको गुंज साला तालियों में बदल जाएंगे। लिख के रख लेना मेरे प्यार का बस। एंड वन मोर थिंग है, क्यारियर काउन्सिलिङ प्रोग्राम यहाँ देवेश सर हुनुहुन्छ। म लिटरली उहाँलाई एकदम एडमायर गर्छु। म डाक्टर हो, मेरो त भाइ छ एकजना पोखरी अस्पतालमा। म र ऊ कोरोना कालमा लिटरली मरेर काम गरेको मान्छे हो। दिलले त्यो मान्छेलाई म इज्जत गर्छु। बाँकी मान्छेको म जतिसुकै ठुलो पोस्ट किन नहोस्, तर त्यो भाइको म कर्मले इज्जत गर्छु, आज पनि इज्जत गर्छु। एन्ड हामी सबैले ह्युमेनिटीलाई बचाउँछौँ, तर देवेश सर हुनुहुन्छ, लेखेर राख। अहिलेको यो टाइममा माबापको अहमियत के हो त्यो कुरा बुझाइदिने एउटा मैले लेजेन्डरी मान्छे यहाँ बिडगेसमा भेटाएको छु। सो एकदम जोरदार ताली देवेश सरलाई दिइहाल्नु होला है। र म भन्ने पनि गर्छु स्टुडेन्टलाई, होइन कस्तो हुन्छ भने नि लास्टमा तिमीहरू सबले सक्सेस पाउँछौ, लेखेर राख। लास्टमा गएर तिमीहरू सबजना कारमै चढ्छौ, त्यो बेला तिम्रो यो इमानदार सर, सिम्पलवाला सर पैदल नै हिँडिरहेको हुन्छ। सायद तिमीहरूले पिपी बजाएर भन्छौ होला सर त्यतिना कारमै चढ्दा नि, त्यति पनि म बर्दाश्त गरिहाल्छु। तर एउटा के छ भने नि, तिमीले पाएको सक्सेस जब तिम्रो आमा बुवाले हेर्छ नि, त्योभन्दा धेरै चार्मिङ डे तिमीले यो दुनियाँमा पाउन सक्दैनौ। हामी इन्सान जात कस्तो छौँ भने जसले सबभन्दा धेरै माया गर्छ त्यसैले भ्यालु गर्दैनौँ। एकपल्ट सोचेर हेरिहाल्नु। आज जसले माया गर्दैन त्यसको अगाडि पुरा बाबु सोना हात गोड जोडेर परेका हुन्छ। माबापले सबभन्दा धेरै माया गर्छ भने सबभन्दा धेरै हेर्ने पनि आमा बुवालाई नै गर्छौँ। शाहरुख खानले एउटा बडो राम्रो कुरा भनेको थियो, म 1200 रुपियाँ लिएर बम्बई आएको थिएँ, आज म वर्ल्ड कोड नम्बर 1 एक्टर हो। मैले सबै सक्सेस पाइसकेको छु, तर एउटा कुरा मलाई दिलमा जहिले पनि चुक्छ, मेरो सक्सेस मेरो आमा बुवाले हेर्न सकेन। यस मेरो प्यार टपर्स, जिन्दगीमा सुत्ने बेला यदि तिमी रिग्रेट फिल गरिरहेको छौ भने विश्वास गर तिमी गलत ट्र्याकमा छौ, लेखेर राखिहाल्नु। एन्ड मेरो प्यार टपर्स, आवर प्यारेन्ट्स आर गेटिङ ओल्ड, बुढे हो रहे